हाई साथीहरू, आज यो मेरो यो भिडियो किमोको साइड इफेक्ट प्लस कतिको मनमा कति मैले चिनेको साथीहरूको मनमा अरूहरूको मनमा पनि हैन अब लागिरहेको होला कि यसको कपाल झरे कि झरेन के भयो त्यस्तो हुन्छ नि त। अनि सबैले सुनेको छ नि त किमो भइसक्दा कपाल झर्छ भनेर हैन। अनि आज चाहिँ त्यसकै लागि नि भिडियो बनाएकै, थाहा छैन कति लामो हुन्छ हैन। अनि मेरो किमोले चाहिँ मेरो पनि झऱ्यो कपाल हैन, झरेर अनि मैले काटिदिएँ। अनि मैले ब्लेडै चाहिँ लाइन, मैले मेसिन लगाएको। मेरो मसिनो घाउहरू छ क्या, अनि त्यही भएर ब्लेड लाउनु मिलेन, अनि मेसिन लगाएको। अनि मेरो झरिसकेको छ। यो चाहिँ कस्तो हुन्छ भने किमोको साइड इफेक्ट चाहिँ 100मा 95-99% को चाहिँ कपाल झर्छै झर्छ। यो बिमारको चाहिँ झर्छ कपाल, कुनैको झर्दैन, तर धेरै जस्तोको चाहिँ झर्दो रहेछ हैन। मेरो पनि झर्यो, अनि मैले काटिदिएँ हैन। अनि यहीँबाट क्लियर गराउन चाहन्छु हैन। अनि सोध्छ नि त साथीभाइहरूले, अब उनीहरूलाई अब हुन्छ नि त, अब सबैले सुनेको छ किमोले त कपाल झर्छ भनेर हैन। अनि अब मलाई नि यस्तो बिमार लागेछ भन्दा त उनीहरूले पनि अब त सोध्छ नि त। अनि त्यही भएर मलाई सोधेको थियो क्या 2-3 जनाले, कपाल झरे झरेन, कतिवटा किमोले झऱ्यो, कस्तो के भयो। मेरो चाहिँ 3rd किमोले झरेको कपाल हैन। मान्छेको चाहिँ 1st किमोले झऱ्यो भन्छ, तर मेरो चाहिँ 3rd किमोले झऱ्यो है। अनि त्यसरी झऱ्यो। अनि किमोको साइड इफेक्ट चाहिँ यही हो मेन चाहिँ। सुरुमा एक्सपेक्ट नगर्दा पनि यो चाहिँ भएरै छोड्छ क्या। अनि मैले पनि अब झर्दैन होला जस्तो लागेको थियो, अब तर झऱ्यो क्या। अनि 100% झर्दैन चाहिँ थिएन, तर झर्छ होला, मेबी झर्छ मेबी झर्दैन हो त्यस्तो भइरहेको थियो नि त। तर झऱ्यो मेरो पनि हैन। अनि मैले पनि काट्नु कर लाग्यो। अनि केही छैन, तर अब यो कपाल भने त पलाइहाल्छ हैन। अनि मेन किमोको साइड इफेक्ट त्यो भयो। अनि अब तर किमो हेरी हुन्छ है, किमो हेरी हुन्छ हैन। अनि किमो पनि बिमार हेरी हुन्छ। अब मेरो बिमार चाहिँ फेरि बालडकको छ हैन, बालडकको क्यान्सर हो नि त। अनि त्यही अनुसारले किमो दिन्छ मलाई भने। अनि किमोको नाम पनि हुँदो रहेछ हैन, तर मलाई चाहिँ नाम थाहा छैन। 10 खेप भन्छ त्यो किमो लाउनु जाँदा, तर मलाई चाहिँ नाम चाहिँ थाहा छैन हैन। अनि यस्तो यस्तो किमो दिएको भनेर भनिरहेको हुन्छ, तर यादै हुँदैन क्या। अनि त्यहाँदेखि त्यस्तो हुँदो रहेछ। अनि कसैको चाहिँ फेरि यो किमोले नङ कालो बनाउने, छाला डढाउने, छाला कालो बनाउने त्यस्तो हुँदो रहेछ है। अनि तर अब कस्तो खालको बिमारको त्यस्तो हुन्छ थाहा भएन हैन। कुन चाहिँ क्यान्सरको किमोले चाहिँ त्यस्तो हुन्छ थाहा भएन। मैले देखेको थिएँ क्या, नङ कालो भएको, अनि यो अनुहार डढेको क्या, कालो भएको त्यस्तो देखेको थिएँ। मेरो चाहिँ कस्तो भयो भने कपाल झऱ्यो, अनि कन्स्टिपेसन भयो, 2 खेप भयो, 6वटा किमो भयो, 2 खेप भयो कन्स्टिपेसन। अनि अर्को एलर्जी भयो मलाई। अनि स्टिल अहिले पनि छ मेरो यो। पहिले चाहिँ जिउमा निक्लेको थियो, जिउको जाति भयो, अहिले चाहिँ गाला र टाउकोमा छ क्या। त्यही भएर मैले ब्लेड लाउनु मिलेन टाउकोमा, मेसिन लगाएँ। अनि अनुहारमा पनि पुरा छ क्या यो उयो, इफेक्ट लाग्नुले गर्दा नदेखेको होला कि, तर अनुहारमा पुरा छ क्या। अनि त्यस्तो हुँदो रहेछ है। अनि सबैको एउटै चाहिँ नहुँदो रहेछ, हुँदैन पनि। यो चाहिँ मैले पनि बुझेँ। यो साइड इफेक्ट चाहिँ कस्तो हुँदो रहेछ भने कुनैले खुन पनि छाड्दो रहेछ, कुनैलाई ज्वरो आउने, अनि यो कुनैको हातहरू निदाउने, अनि कुतकुती लाए जस्तो हुने। अनि अर्को कुरा, मलाई त्यो किमो लगाएको बेलामा चाहिँ प्रायः जस्तो हात कुतकुती लाए जस्तो हुन्छ क्या। अनि सुतेको जस्तो हो त्यस्तो हुन्छ, तर एकछिन मात्रै हुन्छ, त्यस्तो आधी घन्टा जस्तो हुन्छ, त्यहाँदेखि फेरि आफै जाती हुन्छ क्या। अनि साइड इफेक्टहरू चाहिँ धेरै हुँदो रहेछ हुनु चाहिँ हैन। अब डक्टरहरूले पनि भनेको थियो, यो ओरिएन्टेसन जस्तो दिन्छ नि त त्यो किमो गर्नुभन्दा अगाडि। अनि भनेको थियो मलाई, तर मलाई चाहिँ अब 2-3वटा चाहिँ भयो हैन। तर दबाईहरू उनीहरूले गरिदिइरहेछ। अनि यस्तै हुँदो रहेछ क्या किमोको चाहिँ। अब सबैको एउटै हुँदैन। अनि अरू पनि छन् त भन्नु पर्ने अब किमोको विषयमा हैन, तर यो लामो भयो क्या भिडियो। अनि